मेरो नातनीको च्यानलमा यहाँहरूलाई स्वागत छ। कहाँ जाँदैछ हामीहरू? हामी कहाँ जाँदैछौँ? आज महिनातिर जाँदैछौँ। के को लागि? अहिले हाम्रो एउटा विवाहको कार्यक्रममा जाँदैछौँ हामी। को जाँदैछौँ? हाम्रो नातनी जाँदैछ, नाति जाँदैछ, म्याडम जाँदैछन्। म्याडमजी चाहिँ सुरा किन्नमा छन्। म्याडमजीले सुरा नपाएर ढिला भइसक्यो हो नि? सुरा नपाएर हैरान छ। कस्तो लाग्दैछ? खुसी लाग्दैछ? एकदम खुसी लाग्यो। धनगढीको गर्मी कस्तो? धनगढीको गर्मी कस्तो छ? पसिना आएको छैन, खालि गर्मी छ भनेर हुन्छ। यस्तो हाम्रो जस्तो हुनुपर्छ यहाँ पसिना टल्केरै। एक पनि छैन। बाई बाई। हेलो गाइस, हाम्रो चाहिँ यात्रा सुरु भयो मैनगर जाने। हामीले स्कर्पियो लिएर आइस। हेर बहि चाहिँ यहाँ हेलो भन्नु। हेलो भन्नु। आज कहाँ जानुहुने भन्नु ल? आज हामी महिनगर नलाखेत तिलकपुर ज्वाइँको विवाहमा जाँदैछु। त्यहाँ जेठो छोरी पनि त्यहीँ छ, त्यसको नन्दको बिहामा जान्छ। मेरो कपाल कस्तो देखिन्न त के त? यो त एक्स्ट्रा बडी गार्ड हो यो त। मोडल डान्स फिट चेक गाइस, फिट चेक कहाँ गयो? फिट चेक देखाउनु परेन? फिट चेक गाइस, यसको फिट चेक बगेर बाजेको फिट चेक। र गाइस अब एकछिन यहाँ चौरामा रोक्छ होला। अब गइसक्यो चौरा। म कति गाइस हुन्छ यार? म गाइस हुँदैन, म साथीहरू हुन्छु। त्यस्तो साथीहरू यो सिट के अरे जति ब्रेक लाग्ने जस्तो हुन्छ त्यति उता आउने हुन्छ। केही छैन साथीहरू, हामी एडजस्ट गरिहाल्छौँ। के गर्नु सर अब? ल गाइस बाई बाई। गाइस हामी कहाँ पुग्यो? लालपुर पुग्यो हामी। लालपुर अहिले अब कति टाइम लाग्छ? लालपुर पुगे। हामी चाहिँ फ्रुटी खाँदैछौँ। फ्रुटी खाँदै हामी चाहिँ बजायो त्यहाँ। अब हामी एकछिनमा आन्टीको घर पनि पुग्नेछौँ। धनगढीको हुनाले लास्टै गर्मी छ। हामी चल्दिएको ल। के गरेर छ? के बुझिरहेको? मेरो छोला हेर्नु न गाइस, साथीहरू मसँग हारे। यत्रो गुगल म्याप हुँदा के टेन्सन भयो? आफै पनि एकचोटि हराइसक्यो। चारजना हुँदैन, भइहाल्यो। हामी अहिलेसम्म चौरामा पुगिसक्यो महिनाको। अब नौलाखेत जाँदैछु। यस्तरी पनि के जुम इन जुम आउट। म चाहिँ अगाडि। सबैले देखे होला यहाँ निमीले के हाल्यो टेन्सन नसक्यो त्यही भएर पढ। ल गाइस हामी चाहिँ पुगे बिहेको घरमा। झोला निकाल्नु
डेकोरेसन चाहिँ खतरा हुनु अर्को घर पछाडि हाल्ने म त खन्जिया गेट लागेको रहेछ फाइनल चाहिँ हामी पुगेको छौँ त्यही गेट जाने रे पिप्ला बुन्टु कहाँ छन् ल बजे फाइनल्ली पुग्यो ल भन्नु डेकोरेसन कस्तो छ डेकोरेसन कस्तो छ अहिले त खतरा छ पछि झन् कस्तो होला ओ बा यहाँबाट जाउँ खालि यस्तो भित्रबाट नजाए गइदिउँ हिँड ल हिँड त म क्यामेराम्यान कहाँ पछा हुन्छ क्यामेराम्यान पछा हुन्छ अंकल जी आंटी जी आजकल कैमरा दीदी हमारा मम्मी मामा होला मैले पनि मामा पत्ता जा भनेर मैले भने आंटी ए मामा हुन्थ्यो अब हाम्रो सम्झिन साफ दिन्छ हेलो डोगर डोगर डगर ए मलाई पनि डगर त सुतेन है क्यामेरा यो ब्याग कहाँ फेरि जाने भन ल पहिला ढोकिदिएर आउने अनि जुस दिन्छु है ल जा सुत्या थियो हाई गर्दा पिप्ला हाई हेलो भन् वेलकम ब्याक टु दिदीको च्यानल भन् हेलो ट्युटर हेलो युट्युब भन् हेलो युट्युब इन्ट्रोड्युस योर सेल्फ इंट्रोड्यूस योरसेल्फ तेरो इन्ट्रोड्युस दे व्हाट इज योर नेम ल तेरो उ भन् त इन्ट्रोड्युस सजिन खत्री I am a 6-year-old. I studying class P1 in Sarkis school. I want to be a policeman. Oh, and la Pipla, what is your name? What is your name? I'm Sabdik. I am Sabdik. Wow! ल गीत गा त गीत गाइदे त पैसा भेट्दैन ओ पैसा ओइ त्योसँग या पैसा असँग या पैसा त्योसँग या पैसा दुर्गेश थापा प्लिज लाइक रे के दुर्गेश थापा प्लिज कोल्याप्स रे के ल गीत गाइदे त दुर्गेश थापाको ल के कता हिँडेको के पहिला म के हो तिम्रो नाम भनी परिचय पाम हिमाल जस्तै रहेछु तिमी बिहानीको घाम कता हिँडेको बिजुली गरेर ओइ पठाएर ओइ जुटी भएर हात भएर पट भएर तिमी जुटी भएर तिमी जुटी भएर हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हेरै अब यसलाई गाउनु सक्छु हात भएर ए कुतुवा ए कुतुवा यसलाई भने हो ए कुतुवा यो हो कुतुवा हेरी यो हो कुतुवा यो त शाब्दिक खत्री हो अनि
यो कुतुवा नि मसँगमा चाहिँ होइन तँ कुतुवा तँ कुतुवा तँ कुतुवा होइन यो दादा कुतुवा त हेर त यसको मुखै कुतुवा जस्तो यो त शाब्दिक खत्री हो नि कति राम्रो शाब्दिक खत्री हो नि यो पो हो नि कुतुवा त यसलाई कुतुवा हो नि त कुतुवा दादा हो नि त मेरो नाम शाब्दिक खत्री हो म कुतुवा होइन त है कुतुवा भन्दै होइन भन् यसले पिट्छ भन् ओ माई गड पतुलु यो पतुलु यस्तो किन छ हौ डेढो तेरो जस्तै मुख बाङ्गो छ पतलुकोलाई पटुलु हो पटुलु मोटु कहाँ छ त मोटु कहाँ छ मोटु ओ माई गड यो पनि पतलु जस्तो देखिरहेछ अँ भने यो मोटुको त टाउको त अन्डा जस्तै छ त हौ बिचारा मोटु होइन टाउको नाइ त्यहाँ पछाडि एउटा कपालमा सबै बाल काटेको जस्टिस फर मोटु बदलो गाइस ल लैस मेरो बाजे हो भन् ल अरूलाई पनि देखा त अरू को छ नि मम्मीलाई देखा मम्मालाई देखा माइजो अघि मामा थियो नि त्यो टुट्ने हो बाजेसँग बनाइदिन्छु ल आउँदा यस्तो गर ल भयो ल बाजेसँग गफ गर त बाजेको मुख बाजेलाई माया गर त ल बाजेलाई माया आहा गुड दुब्लो छ मलाई बिर्सियो कि टिपमा के अरे मोबाइलमा देखाएको थियो मलाई Hello guys. Hello. Sunshine.
त्यतिकै हेलो गाइस कहाँ पैसा कहाँ गयो टिकटकर ग्याङ टिकटकर ग्याङ पुन्टु यहाँ त हामी कहाँ जाने कहाँ जानु लाग्छ ग्राउन्ड कहाँको ग्राउन्ड म पनि ब्लगर जस्तो बनाऊ ब्लगर जस्तो समातो रे भइयो त्यस्ता हामी चाहिँ यहाँ स्कुलनिर आएको हामी कहाँ जानु लाग्छौँ तेरो नाम के हो साब्दी के हो अहिले के खानु लाग्छ है के हो त्यसको नाम चाक्रा पानी छ कि नै गाइस पानी त सुक्यो ल घर जाउँ घर जाउँ हिटा घर जाउँ गाइस ए गाइस नै साथीहरू भाइहरू हिटा मेरा भाइहरू कहाँ गयो मेरा भाइहरू अर्को कहाँ गयो हिटा मेरा भाइहरू आइज तपाईँ पनि पुइ दादालाई मात्र पुइ हामी पनि पुइ लागौ आइज आइज या हामी पनि पुइ दादा हामी त जिते दादाहरूले हारे दादाहरू त कहाँ छन् उयो रे त्यस्तो नगर लुटिने हो तेरो चुल्टी तेरो चुट्टी के भयो जस्तो ए दादा अरे यति ढिला त पनि त्यस्तै बस्ने दादा जस्तै हेलो भन Hello, my name is Abhi. I'm just a physical लजा बना ल नखसाएर भन है लजा जा उता 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 जा त्यो दाइलाई देखा दाइलाई उता हाय सकाल्यो दादा मलाई दाइले दिखे ल बोल त्यसमा बोल पनि बोल भन्न म खाना खाँदैछु भन म खाना खाँदैछु अनि साथी राम्रो गरेको आज हो पछि अझ गर्ने है खाना खाएर अझ गर्ने है ल ल म चाहिँ धेरै गर्छु किनकि चाहिँ धेरै भात खाने ल आइज हामी पनि भात खाने ओके ल आइज हामी पनि भात खाने ल तेरो नाम साथी खत्री हो ल हामी कहाँ जाने हो खाना खाना जाने हो भन त्यो अगाडि गयो नि भन्नु पर्दैन क्या ल ल ल बाबालाई उठे ड्याडीलाई देखा ड्याडीलाई जा ड्याडीलाई देखा यस्तो फर्का पनि यहाँको ड्याडी देखिने हो यस्तो फर्का ल यस्तो देखाउने ल अब ल उता ठुलो ड्याडीलाई पनि देखाउ उताबाट यताबाट पछाडि न यहाँबाट हो त्यहाँबाट ल देखा हो त्यहाँ यहाँ मलाई पनि देखा उता दादालाई पनि देखा हो ऊ दादा यी दुईटा दादा यी
यी देखेन यसको पनि दादा हुन् त दुइटै राम्रोसँग हो या देखिन्छ कि नै उता अर्को पनि सबैलाई गजा जति खाँदैछ फोटो देखा खिच ल बच्चाहरूसँग त्यसो भने लाइज खाना खाने लाइज खाना खाने अनि बनाउने ओके म बतावत खाना खान्छु मैले धेरै हुन्छ नि खानालाई रेडी बाजे इटिङ घिचिङ ल दादाको हातसम्म त ल दादाको हातसम्म म त्यसलाई खाना हालिदिन्छु यस्तो ल रिना क्याप यहाँ नावाले ल खानाको टेस्ट आन्टीको घोर बेजती गर्छ अब हाइलाइट हाम्रो कस्तो फिल हुँदैछ अहिले खाना पाएर मेरो दिमागले अन्त यिनी बिचारी कहाँ जाउँ के गरौँ भाव एकछिन त पुरा खाना लिन गयो त्यो मान्छेहरूलाई पानी बोक्दा खाना खाने गए त मान्छे पानी बोक्दै बसिरहेको त्यो मलाई नदेखाले ल भयो छोडिदिए के भन्नु उही भुत जस्तो देख्छ लाग्छ के भन्न चाहँदैन गाइज मेरो खुट्टो दुखिसकेको छ भुवा हान्न बाहिर छाड्दै विथ क्यामराम्यान अमित लोटे सभी गवारे मुझ पे तो ऐ दिल रुबा तेरी सतियां भी विदा के बोलेंगी क्या
टिक्छ हेर्दै जाँदा इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ आज भोलि दुर्गेशको गीत फिल्मतिर टिक्छ हेर्दै जाँदा इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ खर्च भएर यहाँ खर्च भएको छ म पैसा उडाउँदै म गाडी उडाउँदै म धुलो गाइस पछाडि हल्दी हुँदैछ अनि फोटो गरेर मलाई याद लाग्यो निदा लाग्यो कस्तो हुँदैछ बजे अहिलेसम्म मजा आउँदैछ के बोल्नुहुन्छ त बजाउ त सुरु भइरहेछ हल्दी मेहन्दी सुरु भइरहेछ बाङ्गो म निन्द्रा लाग्दैछ सारी र उड़ के तेरी जुल्फे करती है क्या इशारे दिल थाम के खड़े हैं आशिक सभी गवारे छुप जाए सारी दुनिया धरनी शरण के प्यार गहरा होगा लाल खुशहाल सब तेरे होगा मेहंदी रचेगी गहरी प्यार गहरा होगा लाल खुशहाल सब तेरे होगा बेलुका बिहामा फाइनली गाइस 48 मा हैन मेहन्दी लगाइसकेको छु मैले अब हात धुन्छु